हेलो गाइज, अब चाहिँ यसले मलाई एउटा काम दिइहाल्यो। यसको एउटा कपी तल छुट्यो अरे। अब हामी त्यो चाहिँ लिनु जान्ला। अनि यसले मलाई पानीको बोतल नि लिएर आइज भने त्यो चाहिँ मैले दिन्न होला अफकोर्स। किन भन्दाखेरि पानीको बोतल ल्याउँदाखेरि मेरो एउटा हातमा ल्यापटप छ नि त, अन्तखेरि बिजोक हुन्छ, बिजोक मैले सक्दिनँ होइन, त्यही भएर हो। अनि खुल्छ सिमसिम लाइट बलिहाल्छ यहाँ छोरा हो, किनकि सेन्सर भनेर हाल्नु भयो होस्टेलको आन्टीले। एप्रिसिएसन टु होस्टेल होइन। अनि यहाँ पनि भरिहाल्छ नै, देख्नु भरिहाल्छ, ठिकै हो, राम्रै हो। अब हामी अङ्कितको रुम पुग्न लाग्यौँ। हामी चाहिँ टोइलेट पनि हाल्नु भएको आन्टीले। अब हामी यो अङ्कितको रुम होइन, अघि हामी आइसकेको थियौँ। यसको कपी खोज्नुपर्छ हामीले। मेरो कहाँ लगाएको छु कता राखेको छ यार त्यसले। म्याथ यो कपी, म्याथ कपी त्यसले मलाई दिन पठायो र एउटा कोको बोतल नि भन्थ्यो त यार। ए यहाँ रहेछ, लगिहालौँ न त एकचोटि अब होइन। अङ्कित माथि गएर पढ्दै पढिरहेको जस्तो है अहिलेसम्म चाहिँ होइन। कतिखेर मुड स्विङ्स हुन्छ थाहा होइन, त्यसको मुडमा भर्नुपर्छ क्या। ल अलिअलि गाह्रो पो भयो। हामीले गाह्रो पल पनि कटायौँ। अब हामी जान्छौँ माथि। यस्तो अँध्यारो भएर सेन्सरको लाइट बलिहाल्छ। ल बलिहाल्यो। हामी उता अगाडि वरिच मैले चाहिँ कपी यहाँ ल्यापटपको त्यो किप्याडमा राखेको छु। अनि पानीको बोतल चाहिँ यहाँ ल्यायो। अब यता 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 जाने। यो रुम लाइट चाहिँ यस्तो गल्लीमा होइन, तर आँखाले चाहिँ राम्रोसँग देखिन्छ। क्यामेराले चाहिँ भ्याउँदैन त्यति साह्रो होइन। अनि यसको लागि अब हामीले पानी दिन्छौँ। अनि कपी पनि यही हो थ्याङ्क यू भन्दै हो। धन्यवाद। ल फेरि उहाँले थ्याङ्क यू पनि भन्छ हो। अरे वेलकम वेलकम भन्दै अब हाम्रो पढाइ सुरु हुन्छ। किन भन्दाखेरि हामीले सत्यलाई आत्मसात गरेर प्रगति पथमा लम्कन पर्छ होइन। अब यस्तै नै हो। अब कति म तुझीको फेन क्या 21:09 भयो। अब हामी ठ्याक्क यति बेला पढ्नु बसेर 10:30सम्म पढ्नुपर्छ। अनि फेरि तल गएर बक्च झरेर फेरि हामी आउने हेर्नुपर्छ। यो अङ्कितले चाहिँ कति बेलामा पढ्दै रह भनेर। मेरो चाहिँ एकदमै आँखा पोलिरहेको, त्यही भएर म लाउँछु। थ्याङ्क यू गाइज, बाई बाई।